हेलो 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 ओके सो योभन्दा प्रिभियसको क्वेसन चाहिँ अलिक क्वेसन रङ थियो, मैले क्वेसनलाई सच्याइसकेको छु। आरबिबी 2080को चाहिँ क्वेसन हामीसँग छ। आरबिबी 2080मा सोधेको क्वेसन, रामहरि र गोपाललाई कुनै काम क्रमशः गर्न 30, 40 र 60 दिन लाग्छ। अब तीनैजना मिलेर काम सुरु गरेको 10 दिनपछि हरिले काम छोड्छ र हरिले छोडेको 4 दिनपछि रामले पनि छोड्छ भने बाँकी काम पुरा गर्न गोपाललाई कति समय लाग्छ भनेर सोधेको छ। ओके, हामी रफबाट सुरु गरौँ, रफ गर्दै सोल्युसन गर्दै। सो यहाँ प्रश्नबाट ओके। सो यहाँ चाहिँ के छ भन्दा राम हरि र गोपाल, ल पहिले राम लेखिदिउँ, राम हरि गोपाल। ओके, सो राम हरि र गोपाललाई कुनै काम सम्पन्न गर्न क्रमशः 30, 40 र 60 दिन लागेको रहेछ। 30, 40 र 60 दिन लाग्छ। अब 60 दिन लाग्छ। अब तीनैजना मिलेर काम सुरु गरेको 10 दिनपछि हरिले काम छोड्छ। तीनैजनाले काम सुरु गरेको 10 दिनपछि हरिले काम छोड्छ। तीनैजनाले गरेको काम है त, तीनैजनाले काम गर्यो र 10 दिनपछि हरिले काम छोडिदियो। ठिक छ, भनेपछि हरि तीनैजना मिलेर काम सुरु गरेको 10 दिनपछि हरिले काम छोड्छ भनेपछि हरिले 10 दिन काम गरेको रहेछ। ठिक छ, हरिले 10 दिन काम गरेको रहेछ। अब ठिक छ, ओके, हरिले काम छोड्यो। हरिले छोडेको 4 दिनपछि रामले पनि काम छोड्यो भनेपछि हरिले त 10 दिन गरेको छ, तर हरिले छोडेको 4 दिनपछि भनेपछि 10 दिन रामले पनि गरेको छ। अब हरिले छोडेको 4 दिनपछि भनेपछि 10 दिन सँगै रामले पनि गर्यो। अब हरिले छोडेको 4 दिनपछि भनेपछि 4 दिन रामले फेरि गरेको छ। 4 दिनपछि रामले पनि काम छोडिदियो। ठिक छ, भने बाँकी काम पुरा गर्न गोपाललाई कति समय लाग्छ? गोपाललाई एक्स समय लाग्छ, एक्स दिन लाग्छ। ठिक छ, क्वेसन यही हो 2080 को। ठिक छ, राम हरि र गोपाललाई कुनै काम सम्पन्न गर्न क्रमशः 30, 40 र 60 दिन लाग्छ। तीनैजना मिलेर काम सुरु गरेको 10 दिनपछि हरिले काम छोड्छ। 10 दिनपछि हरिले काम छोड्छ। अब हरिले छोडेको 4 दिनपछि भनेपछि हरिले 10 दिनसम्म काम गरेको छ, त्यसपछि 4 दिनपछि रामले पनि छोड्छ भनेपछि 14 दिनपछि रामले पनि छोडिदियो भनेपछि 14 दिनपछि रामले पनि छोडिदियो भने बाँकी काम पुरा गर्न गोपाललाई कति समय लाग्छ भनेपछि एक समय लाग्छ। ठिक छ, अब यसलाई सोल्युसन गरिदिउँ। सोल्युसन कसरी गर्ने हो भन्दा यसरी हेर्नुहोस् है, हामी पुरै गरौँ, पुरै, म आधा गरेर छोड्दिनँ, तपाईँहरूलाई पनि छोड्दिनँ, सँगै गरौँ। रामले 30 दिन, रामले एक काम 30 दिनमा सक्छ। रामले 30 दिनमा एक काम सक्छ। रामले 30 दिनमा एक काम सक्छ, ठिक छ, रामले एक दिनमा 1/30 काम सक्छ, 1/30 काम सक्छ। रामले 10 + 4 14 दिनमा 14/30 काम सक्छ। ठिक छ, ओके। अब फेरि अथवा त्यसै गरी हरिले 40 दिनमा एक काम सक्छ। हरिले 40 दिनमा एक काम सक्छ, हरिले एक दिनमा 1/40 काम सक्छ, 40 काम सक्छ। हरिले 10 दिनमा 10/40 काम सक्छ। ल हेर्नुहोस्, यो चाहिँ ठ्याक्कै माथिको फिगर हेर्दै यो फिगर हेर्दै हामीले बनाएको फिगर हेर्दै चाहिँ बनाउँदै जानुपर्छ। अब गोपालले 60 दिन र x/60 दिन। ठिक छ, गोपालले 60 दिनमा एक काम सक्छ। त्यसै गरी
त्यसै गरी गोपालले 60 दिन हैन 60 दिन नै हो ठीक छ 60 दिनमा एक काम सक्छ त्यसै गरी फेरि गोपालले एक दिनमा 1/60 काम सक्छ फेरि गोपालले x दिनमा x/60 काम सक्छ ठीक काम सक्छ ठीक छ ल अब यति भइसकेपछि तीनैजना मिली गरेको काम बराबर एक काम हैन हामीलाई थाहा छ प्रश्न अनुसार अथवा हामीलाई थाहा छ कि तीनैजना मिलेर गरेको काम बराबर समय र कार्यमा जहिले पनि कति हुन्छ त एक काम अब रामले गरेको काम 10/14 रामले गरेको काम 14/30 श्यामले 10/40 14/30 प्लस 10/40 प्लस x/60 तीनैजनाको गरेको काम हामीले लेख्दियौँ बराबर कति हुन्छ त एक काम ठीक छ अब हेर्नुस् है अब 30 40 र 60 को लस कति हुन्छ 30 40 र 60 को लस ल यहाँ गर्दिनु 30 40 र 60 को लस ल 10 ले जान्छ 10 तिया 30 10 चौको 40 10 छक्का 60 हैन अब कति 2 ले 2 दुनी 4 2 तिया 6 10 दुनी 20 20 तिया 60 60 दुनी 120 120 12 360 हो 360 गर्दा पनि हुन्छ अथवा यसलाई अझ सानो तरिकाले निकाल्दा नि भयो 2 ले काट्दा नि हुन्छ तर ठिकै छ सजिलो तरिकाले बनाउनु पर्छ 30 40 र 60 30 40 र 60 ल 2 ले काट्दिम ल 2 लाई 15 चोटी गर्दा 30 2 दुनी 40 2 तिया 60 ठीक छ अब फेरि कतिले जान्छ 3 ले जान्छ 3 5 2 ले नै जान्छ 5 ले गर्दिम न 5 तिया 15 5 चौका 20 5 छक्का 30 ठीक छ अब फेरि 2 ले गरौँ 3 जस्तोको त्यस्तै 2 दुनी 4 2 तिया 6 ल गर्दिम अब 2 × 5 × 2 × 3 × 2 × 3 हैन 2 5 2 3 2 3 2 5 2 3 2 3 2 5 10 दुनी 20 तिया 60 60 दुनी 120 120 तिया 360 ठीक छ ल 360 अब 360 आइसकेपछि 30 ले 360 लाई डिवाइड गर्नुपर्छ 360 लाई डिवाइड गर्नुपर्छ 360 डिवाइडेड बाइ 30 गरे भने कति आउँछ त 12 आयो भनेपछि 12 इन्टु यो 14 प्लस 40 ले 360 लाई गरे भने 360 डिवाइडेड बाइ 40 गरे भने कति आउँछ त 9 9 इन्टु 10 माथिको जस्तोको त्यस्तै प्लस 60 ले 360 लाई गरे भने 6 36 6 आउँछ 60 हेर्नुस् है 360 डिवाइडेड बाइ 60 गर्यो भने कति आउँछ त 6 भनेपछि 6 इन्टु x ले 6x बराबर एक काम ठीक छ अब और 12 इन्टु 14 गर्यो भने कति आउँछ त 12 इन्टु 14 गर्यो भने 168 प्लस 9 दाहिने 90 प्लस 6x बराबर 360 और 168 र 90 लाई जोड्यो भने कति हुन्छ 168 प्लस 90 लाई जोड्यो भने कति आउने रहेछ त 258 प्लस 6x = 360 अब 6x बराबर 360 माइनस 258 यतापट्टि गयो माइनसमा x = 360
360 माइनस 258 258 इक्वल टु 102 102 डिभाइडेड बाई 6 भनेपछि x इक्वल टु डिभाइडेड बाई 6 गरेर कति आयो त 17 कति आयो त 17 भनेपछि तसर्थ x को भ्यालु कति आयो त 17 ओके सो x को भ्यालु 17 आइसकेपछि हामी एन्सरमा के लेख्न सक्छौं के लेख्नुपर्छ हामीले एन्सरमा क्वेशनले के सोधेको छ बाँकी काम पूरा गर्न गोपाललाई कति समय लाग्छ गोपाललाई बाँकी काम पूरा गर्न x समय लाग्छ हैन x लाग्छ भनेपछि कति दिन लाग्ने रहेछ त 17 दिन लाग्ने रहेछ x को भ्यालु 17 सो कसरी लेख्नुपर्छ हामीले तसर्थ बाँकी काम पूरा गर्न गोपाललाई चाहिँ 17 दिन लाग्ने रहेछ ओके अब नेक्स्ट क्वेशनमा जाऊ अब नेक्स्ट क्वेशन लेख्नु होला तपाईको चाहिँ ए बी र सी ले कुनै काम क्रमशः 10 12 र 15 दिनमा पूरा गर्न सक्छ ए बी र सी ले कुनै काम 10 12 र 15 दिनमा पूरा गर्न सक्छ ए बी र सी ले कुनै काम 10 12 र 15 दिनमा पूरा गर्न सक्छ ठीक छ 10 12 र 15 दिनमा पूरा गर्न सक्छ तीनै जनाले एक साथ मिलेर काम गरे तर तीनै जना मिलेर एक साथ काम गरे तीनै जना मिलेर एक साथ काम गरे र तीनै जना मिलेर एक साथ काम गरे र ए ले काम पूरा हुनुभन्दा 5 दिन अगाडि ए ले काम पूरा हुनुभन्दा 5 दिन अगाडि है 5 दिन अगाडि ए ले काम पूरा हुनुभन्दा 5 दिन अगाडि त्यसैगरी बी ले छोडेको 2 दिन पछाडि बी ले के भन्छ क्वेशनले 5 दिन अगाडि तथा बी ले ए ले छोडेको 2 दिन पछाडि तथा बी ले चाहिँ ए ले छोडेको 2 दिन पछाडि ए ले छोडेको 2 दिन पछाडि काम गर्न छोडिदियो ठीक छ काम गर्न छोडिदियो तदनुसार कार्य पूरा गर्न कति समय लाग्छ तदनुसार काम पूरा गर्न कति समय लाग्छ पूरा गर्न कति समय लाग्छ एकचोटि क्वेशन पढौँ है त ठीक छ ए बी र सी ले कुनै काम क्रमशः 10 12 र 15 दिनमा पूरा गर्न सक्छ तीनै जना मिलेर एक साथ काम सुरु गरे र ए ले काम पूरा हुनुभन्दा 5 दिन अगाडि नै छोड्दियो मानौ x दिनमा काम सकिरहेको छ भने ए ले काम पूरा हुनुभन्दा 5 दिन अगाडि छोड्दियो भनेपछि x - 5 दिनमा चाहिँ काम सकिदियो यसले छोड्दियो ठीक छ x दिन हामीले पूरा काम सक्ने दिन मानेको छौं भने x ले चाहिँ 5 दिन पहिले नै काम छोड्दियो भनेपछि x - 5 दिन काम गरेको रहेछ भनेर बुझ्नु पर्यो b ले चाहिँ a ले छोडेको 2 दिन पछाडी काम छोड्दियो भनेपछि a ले 3 दिन गरेको छ हैन a ले 3 दिन आयो x - 3 दिन आयो छोडेको 2 दिन पछाडी काम छोडिदियो तदनुसार काम पूरा हुन कति समय लाग्छ भनेपछि यही हो कुरोको चुरो यही हो ल अब यसलाई सोलुसन कसरी गरौँ भन्दा यहाँ लेख्नु होला एकचोटी फेरि हामी बुझ्छौं प्रश्न अनुसार
प्रश्न अनुसार ए बी र सी ले कुनै काम क्रमशः 10 20 र 15 10 12 र 15 दिनमा पुरा गर्न सक्छ। ए बी र सी 10 12 र 15 दिनमा पुरा गर्न सक्छ। सिम्पल, ठीक छ। तीनैजना मिलेर काम एकसाथ सुरु गरे, तीनैजना गरे। ए ले काम पुरा हुनुभन्दा 5 दिन अगाडि नै छोडिदियो। त 5 दिन अगाडि छोडिदियो भने पुरा काम मानौ पुरा काम x दिनमा सक्छ। पुरा काम बराबर x दिन छ भने अब 5 दिन पहिले नै छोडिदियो। x दिन भन्दा 5 दिन पहिले नै छोडिदियो त x - 5, ठीक छ। अब b को पालो। b को लागि के भनेको छ? b को लागि के भनेको छ? b ले a ले छोडेको 2 दिन पछाडि काम छोडिदियो भनेपछि 2 दिन पछाडि काम छोडिदियो भने 3 दिन गरेको छ भनेपछि a ले x - 3 दिन गरेको छ, ठीक छ। भने बाँकी काम पुरा गर्न कति समय लाग्छ? बाँकी काम c ले नै गरेको रहेछ बिचरा। c ले नै बाँकी काम टुङ्गाएको रहेछ, पुरा गरेको रहेछ, सकाएको रहेछ, ठीक छ। अब हामीले यसैलाई सल्भ गर्नुपर्छ। x - 5 x - 3 काम b ले a ले छोडेको 2 दिन पछाडि काम छोडिदियो भनेपछि उसले छोडेको 2 दिन पछि उसले पनि छोडिदियो, ठीक छ। 5 दिन 3 दिन नै हुन्छ। x - 3 ठीक छ। ओके, सो अब हामी सल्भ गर्नतिर लागौँ। यहाँ a ले 10 दिनमा एक काम सक्छ। a ले 10 दिनमा एक काम सक्छ। a ले 1 दिनमा 1/10 काम सक्छ। त्यसै गरी a ले x - 5 दिनमा x - 5/10 काम सक्छ, ठीक छ। ओके, अब पालो आयो b को। b ले चाहिँ x - 3 र 12 दिन, ठीक छ, 12 दिन। त्यसै गरी b ले 12 दिनमा एक काम सक्छ। 12 दिनमा एक काम सक्छ। b ले 1 दिनमा 1/12 काम सक्छ। अब b ले x - 3 दिनमा x - 3/12 काम सक्छ, ठीक छ। अब c को पालो आयो। c को चाहिँ 15 दिनमा थियो। c ले 15 दिनमा एक काम सक्छ। त्यसै गरी c ले 1 दिनमा 1/15 काम सक्छ। c ले x दिनमा x/15 काम सक्छ, 15 काम सक्छ, ठीक छ। अब तीनैजना मिलेर गरेको काम बराबर एक काम, ठीक छ। प्रश्न अनुसार कति छ त? x - 5/12 हो। 10 12 र 15 थियो न। 10 12 र 15 र यसमा x - 3 र यसमा x थियो इक्वल टु 1 काम। यति त बुझ्नुभयो होला नि, हैन? यति कुरा बुझिराख्नु भएको छ होला। a ले चाहिँ 5 दिन पहिले छोडेको छ सकिनुभन्दा। b ले चाहिँ a ले गरेको 2 दिन पछि छोड्दियो भनेपछि 3 दिन मात्रै उसले पनि गरेको छ। x - 3 दिन यसको छ र यसको x दिन छ। अब हामीले तीनटैको लसअ लिदियौँ। 15 तिया 45 चौको 60 12 पंचे 60 10 का 60 यसको एलसीएम 60 आउँछ। पक्कै पनि एलसीएम ट्राई गर्नु होला। सरी 60। अब 60 आइसकेपछि 10 ले कतिचोटि गर्यो भने 60 हुन्छ? 10 छके 60 र x - 5 भयो यहाँ।
प्लस 12 पंचे 60 5x माइनस 3 माथिको जस्तोको त्यस्तै प्लस 12 पंचे 60 5 माथिको x जस्तोको त्यस्तै इक्वल टु 1। अब यहाँ डिभाइडमा भएको 60 लाई हामी उतापट्टि मल्टिप्लाईमा गर्दियौँ र यतातिर 6x लाई 6x माइनस 6 पंचे 30 प्लस 5x माइनस 5 तिया 15 प्लस 5x इक्वल टु अब 60 यहाँ डिभाइडमा छ भने उता मल्टिप्लाई गयो 1 इन्टु 60 गरेर कति भयो त 60 और अब x वाला यहाँ छ एउटा x वाला यहाँ छ 5x एउटा x वाला यहाँ छ अर्को x वाला यहाँ छ प्लस प्लसमा भनेपछि 6 5 11 र 11 5 कति भयो त 11 5 16 16x र एउटा माइनसमा 30 एउटा माइनसमा 15 भनेपछि माइनस माइनसमा 15 र 30 लाई जोड्यो भने माइनस 45 इक्वल टु 60। ठीक छ, गल्ती त भइरहेको छैन। ठीक छ, ओके। अब चाहिँ ठीक छ, अब 16x बराबर 60 माइनस 45 हैन प्लस 45 हुन्छ कति त 105 6x 5x र 5x। ठीक छ त 12 पंचे 60 5x 15 तिया 45 चौको 60 यहाँ 4x हुन्छ नि यहाँ 4x हुन्छ नि यहाँ 4 हुन्छ नि 15 ले 60 लाई 15 तिया 45 15 चौको 60 हुन्छ नि कस्तो तपाईहरु पनि सोच्याउनुस् न हो कहिले काहीँ 4x हुन्छ तिया 45 चौको 60 यहाँ 4 हुन्छ यो 4x आयो 4x। अब हेर्नुस् 6x वाला 5x वाला 4x वालालाई जोड्यो भने कति हुन्छ त 15x 6 5 11 11 4 15 15x भयो 15x र यो माइनस 30 र माइनस 15 लाई जोड्दा माइनस 45। अब माइनस 45 लाई इक्वल टु भन्दा उतापट्टि लाँदा प्लस 45 भयो। अब प्लस 45 मा 60 मा जोडेपछि कति हुने रहेछ त 105 र यतातिर हामीसँग कति आएको थियो त 15x। अब 15x लाई चाहिँ 15 मल्टिप्लाईमा भएको छ त्यसैले x मात्रै छोडेर 15 लाई उतापट्टि पठाउनु पर्दा त्यो डिभाइडमा गयो 15 पंचे 75 छक्का 105 भनेपछि x इक्वल टु कति आउने रहेछ त 6 15 छक्का 90 15 सत्ते 105 सरी 15 सत्ते 105 15 सत्ते 105। अफलाइनको सबैभन्दा नराम्रो पार्ट चाहिँ यही हुन्छ कोहीसँग इन्ट्र्याक्सन हुँदैन गफ गर्न गाह्रो हुन्छ गल्तीहरू भइरहेको छ भने एकहोरो गइरहेको हुन्छ रङ हुन सक्छ। ओके सो तपाई बुझ्न सक्नुहुन्छ यसमा यसलाई सायद एक्सप्लेन गरिराख्नु पर्दैन। सो हामी अब नेक्स्ट क्वेशनमा जाने हो कि एकचोटी एक्सप्लेन गर्दिन ल हेर्नुस् एक्सप्लेनमा गर्दिन्छु एकचोटी एक्सप्लेन गर्नु पर्दैन यहाँदेखि एक्सप्लेन गर्दिन्छु। यहाँ चाहिँ के भएको छ भन्दा तीनटैको कामलाई जोडेर एक काम बनाएको छु 10 12 र 15 को एलसीएम लिँदा चाहिँ 60 आएको छ। कसरी आएको छ भन्दा हेर्नुस् 10 15 र हेर्नुस् 10 15 र 10 12 र 15 10 12 र 15 को एलसीएम हेर्नुस् कति हुन्छ। हामीले 3 ले कुन कतिले जान्छ त 3 ले जान्छ 10 जस्तोको त्यस्तै गरौँ 3 चौका 12 3 पंचे 15 ठीक छ। त्यसपछि फेरि 2 ले जान्छ 2 पंचे 10 2 दुनी 4 5 जस्तोको त्यस्तै फेरि 5 ले जान्छ 5 एकान 5 2 जस्तोको त्यस्तै 5 एकान 5 भनेपछि 3 दुनी 6 पंचे 30 दुनी 60। त्यसरी हामीले कति ल्यायौं त 60 ल्यायौं। अब 60 ल्याइसकेपछि 60 लाई हामीले 10 ले डिवाइड गरौँ 60 लाई 10 ले डिवाइड गरेपछि कति आउने रहेछ त 6 ठीक छ।
र माथिको x + 5 जस्तोको त्यस्तै। त्यसै गरी फेरि प्लस गरेर 12 ले कतिलाई हामीले गर्यो भने 60 आउँछ त 5 चोटिले गर्यो भने गुणा भनेपछि 12 पंचे 60, 12 पंचे 60 लाई फेरि x + x - 3 जस्तोको त्यस्तै र माथिको x लाई चाहिँ के भन्छ माथिको 15 ले फेरि 60 लाई 4 चोटि गर्दा 15 चौको 60, 4 चोटि गुणन गर्दाखेरि 60 हुने रहेछ, अथवा 60 लाई 4 चोटि डिभाइड गर्दाखेरि चाहिँ 15 ले डिभाइड गर्दा 4 आउने रहेछ र हामी माथिको x लाई जस्तोको त्यस्तैले हामीले गुणा गर्दियौँ र माथिको सबैलाई गुणनखण्ड गरेर 6x - 6 5 30 + 5x - 5 3 15 + 4x जस्तोको त्यस्तै गरेर हामीले यो 60 लाई चाहिँ उतापट्टि 1 सँग मल्टिप्लाई गरेर 60 लेख्दियौँ। ठीक छ। अब x वालालाई छुट्टै मैले सबैलाई जोडेर 15x पुगाइदिएँ र माइनस वाला 15 र 30 लाई जोडेर मैले -45 पुगाइदिएँ हैन। अब फेरि -45 लाई उतापट्टि x को उतापट्टि लाँदाखेरि इक्वल टु को उतापट्टि लाँदाखेरि +45 भएको छ र 45 + 60 मा जोड्दाखेरि कति हुने रहेछ त 105 हुने रहेछ र यतापट्टिको 15x लाई x जस्तोको त्यस्तै छोडेर तल पठाउँदा चाहिँ हाम्रो एन्सर कति आयो त x को भ्यालु 7 आयो। ठीक छ। अब हामी नेक्स्ट क्वेशनतिर लागौँ। नेक्स्ट क्वेशन लेख्नु होला। नेक्स्ट क्वेशन चाहिँ तपाईको 2080 मा आरबीबी को 5th मा सोधिएको क्वेशन है त। आरबीबी को 5th मा सोधिएको क्वेशन। रेडले लेख्नु पर्छ रे नि त क्वेशन। सुनेको मैले रेडै गर्दिम। ओके। सो आरबीबी 5th आरबीबी 5th कति त 2080 मा सोधिएको क्वेशन। यस्तो प्राय 3 जना बालाकरी रिभिजन रिपिट गरिरहेछ है क्वेशन। यो चाहिँ इम्पोर्टेन्ट छ। यो क्वेशनहरु ध्यान दिनु होला। के छ सोधेको पी र क्यू ले क्रमशः कुनै काम क्रमशः 8 र 12 दिनमा गर्न सक्छ। पी र क्यू ले क्रमशः लेख्नुस् त पी र क्यू ले क्रमशः 8 र 12 दिनमा गर्न सक्छ। 8 र 12 दिनमा गर्न सक्छन्। अब तीनै जना एकछिन 8 र 12 दिनमा गर्न सक्छ। सँगै मिली काम गरेको 3 दिनपछि पी ले छोड्छ। सँगै मिली काम गरेको 3 दिनपछि सँगै मिली काम गरेको 3 दिनपछि 3 दिन पछि सँगै मिली काम गरेको 3 दिनपछि पीले काम छोड्छ। पीले छोड्दियो काम। पीले काम छोड्छ। पीले काम छोड्छ। अब सँगै मिली काम गरेपछि 3 दिनपछि पीले काम छोड्छ र क्यूले आरलाई बोलाई बाँकी काम 4 दिनमा पुरा गर्छ। र क्यूले आरलाई बोलाई बाँकी काम कति दिनमा सक्छ त आरलाई बोलाई बाँकी काम 4 दिनमा पुरा गर्छ। 4 दिनमा सक्छ। ठीक छ। बाँकी काम 4 दिनमा सक्छ भने आर एक्लैलाई उक्त काम गर्न कति दिन लाग्छ भने आर एक्लैलाई उक्त काम गर्न कति दिन लाग्छ भने आर एक्लैलाई उक्त काम गर्न कति दिन लाग्छ। भो त आफत। ल के छ क्वेशन आरबीबी 5th को पी र क्यूले कुनै काम क्रमशः 8 दिन र 12 दिनमा गर्न सक्छ। सोलुसनतिर लागिहालौँ न। यहाँ फिगर बनाइसकेपछि सोलुसन एकदमै सजिलो हुन्छ नि त हैन। यहाँ प्रश्नबाट यहाँ के रहेछ त पी र क्यूले क्रमशः 8 र 12 दिनमा गर्न सक्छ भनेपछि पी क्यू आर पनि आएको छ पछि गरौँला। पी र क्यूले 8 र 12 दिनमा 8 दिनमा र 12 दिनमा गर्न सक्छ। ठीक छ। सँगै मिली काम गरेको 3 दिनपछि पीले काम छोड्छ। 3 दिनपछि कसले छोड्दियो त पीले काम छोड्छ। यही होइन क्वेशन। ठीक छ। सँगै मिली काम गरेको पीले काम सँगै मिली काम गरेपछि काम गरेको 3 दिनपछि
पीले काम छोड्छ। सँगै मिलेर काम गरेको 3 दिनपछि भने दुवैजनाले 3 दिन सँगै काम गरेको छ। ल 3 दिन काम गरेपछि कसले काम छोडिदियो? पीले काम छोडिदियो। ल यसले चाहिँ काम अब छोडिदियो। ठिक छ। र क्यूले आरलाई बोलायो। क्यूले कसलाई कल गर्यो त? क्यू कल आर। आरलाई बोलाइ बाँकी काम 4 दिनमा सक्छ भनेपछि आरले पनि 4 दिन गर्यो र आरसँग क्यूले पनि 4 दिन काम गरेको छ। ठिक छु म? एकचोटि फेरि चेक गर्नुस्। क्यूले आरलाई बोलाइ बाँकी काम 4 दिनमा सक्छ। क्यूले आरलाई बोलाइ बाँकी काम 4 दिनमा सक्छ भनेपछि आरले पनि त 4 दिन गरेको छ, क्यूले पनि 4 दिन गरेको छ। अब क्यूको 7 दिन पुग्यो र आरको 4 दिन पुगेको छ र पीले 3 दिन गरेर छोडेकै छ यो मोरोले पहिले नै। सक्छ भने आर एक्लैलाई उक्त काम गर्न कति समय लाग्छ? आर एक्लैलाई उक्त काम गर्न 1 समय लाग्छ। भयो त? सक्यो त? यही त हो नि सोलुसन। यतिलाई नै सल्भ गरिसकेपछि एन्सर आइगयो नि हाम्रो। एन्सर आइ त गयो। यसरी नै आउँछ एन्सर। सोलुसन गर्न पर्छ। मेरो मुटुको टुक्राहरू गर्नुपर्छ मैले के छोडिदिउँ? डबल इन्ट्र्याक्सन छैन, वन वे कम्युनिकेसन मात्रै छ, मैले गर्नै पर्छ। ओके। सो पीले 8 दिनमा एक काम सक्छ। पीले 8 दिनमा एक काम सक्छ। एक काम सक्छ। पीले 1 दिनमा 1/8 काम सक्छ। 8/8 काम सक्छ। त्यसै गरी पीले 3 दिनमा 3 दिन गरेको छ नि त, 3 दिन गरेर छोडेको छ नि त, यसको 3 दिनको निकालेर राख्दिन। पीले 3 दिनमा चाहिँ 3/8 काम सक्छ। 8 काम सक्छ। ल 3 को के भन्छ? ए को काम सक्यो, पी को काम सक्यो। अब क्यूले 12 दिनमा एक काम सक्छ। कसले? क्यूले 12 दिनमा एक काम सक्छ। एक काम सक्छ। अब क्यूले 1 दिनमा 1/12 काम सक्छ। ठिक छ। फेरि क्यूले 7 दिनमा क्यूले 7 दिनमा 7/12 काम सक्छ। ठिक छ। म सही गइरहेको छु। ठिक छ। एलर्ट भएर है त, एलर्ट भएर पढ्नु होला। एकदमै प्रेजेन्टमा बस्नु होला। एलर्ट भएर पढ्नु होला। म गल्ती भइरहेको छु भन्ने कुरा पनि तपाईँलाई थाहा हुनुपर्छ। ओहो यहाँ गल्ती भइरहेको छ भनेर चाहिँ तपाईँले चाहिँ चेत भएर पढ्नुपर्छ है। हावातालमा चाहिँ पढाइ भइरहेको छ, मन लागि नलागि पढिरहेको छ, त्यस्तो गर्नुहुन्न। ल अब आरले एक्स दिनमा र 4 दिनमा। ठिक छ। अब फेरि आरको पालो आयो। आरले एक्स दिनमा एक काम सक्छ। एकीक नियममा एक काम सक्छ। ओके। अब फेरि आरले 1 दिनमा 1/x काम सक्छ। एक्स काम सक्छ। अब फेरि आरले 4 दिन गरेको छ। 4 दिनको निकाल्दिउँ। 1 दिनमा एक्स काम सक्छ भने 4 दिनमा 1/x काम सक्छ। 4/x काम सक्छ। ल तिनटैको काम निकालिसकेपछि अब हामी प्रश्न अनुसार गरेर ड्याङ्काड्याङ हान्दिउँ। त्यस्तै यहाँ पनि हामी त्यस्तै लेख्दिउँ र अब सोलुसन गर्दिउँ। प्रश्न अनुसार तिनैजना मिली गरेको काम कति काम? 1 काम। तिनैजना मिली गरेको काम 1 काम। अब पी को काम कति छ त? 3/8 काम। 3/8 काम प्लस क्यूले गरेको काम 3/4 काम, के भन्छ 7/12 काम। 7/12 काम प्लस क्यूले गरेको काम 4/x काम। ठिक छ। हेर्नुहोस् यहाँबाट लिने हो। हेर्नुहोस् है, यहाँबाट लिने हो। अन्तिममा पीले 3 दिनमा गरेको काम 3/8 काम, क्यूले 7 दिनमा गरेको काम 7/12 काम र आरले चाहिँ 4 दिनमा गरेको काम 4/x काम भनेर चाहिँ हामीले लियो। सबैले गरेको काम हामी लिइहाल्यौँ।
4/x काम। अब पीले चाहिँ टोटल काम 3/8 काम गरेको छ, क्यूले 7/12 गरेको छ, आरले चाहिँ 4/x गरेको छ र सबैले मिलेर गरेको काम एउटै काम त हो नि, हैन? त्यहीको भाग कामहरू यसले यिनीहरूले गरिराखेको छ। काम जहिले पनि 1 कसरी हुन्छ भन्ने कुरा थाहा छ? अर्कोमा बुझाउँछु। काम कसरी 1 हुन्छ भन्ने कुरा बुझाउँछु। अनि अर्को यिनीहरू सबैलाई जोडेर जहिले पनि 1 किन पुगाउनुपर्छ भन्ने कुरा पनि म भन्छु। अनुपात पढाउँदाखेरि पनि बुझ्नुभएको होला। खैर पहिले यसलाई कम्प्लिट गरिदिइहालौँ, हैन? हैन भने सेलाउँछ। बाद में जाके बात बिगड़ जाता है भन्छ नि, बाद में जाके चाय सेला जाता है भन्छ नि, बाद में जाके प्यार मर जाता है भन्छ नि, रिलमा टक टक गरेर दिमाग खराब गरिरहेको हुन्छ नि हामीले। ल उता नजाऊँ। ओके, सो 8, 12 र एक्सलाई चाहिँ हामीले कमन लियौँ भने 12 दुनी 24, 8 3 24 भनेपछि 24 एक्सले हुन्छ। 24 एक्सले हाम्रो पुग्छ। ठीक, 24 एक्सले पुग्छ। अब 8लाई कतिचोटि डिभाइड गर्यो भने 24 एक्स हुन्छ? प्लस पनि लेख्नुपर्छ कि क्या हो? क्या करे? ओके, यसरी गरौँ। इस तरह आस्की का असर छोड़ जाएंगे। कहाँ गयो? प्रश्न अनुसार 8/3 3/8 हैन? ल हेर्नुहोस् है, यहाँ नम्बरवालाहरूलाई पहिले सल्भ गरिदिउँ हैन, अनि बिना नम्बरवालालाई पछि गरौँ। ठिक छ? कसरी गरौँ भन्दा 8 र 12 को एलसिएम कति हुन्छ? 8 ले कट्ने र 12 ले कट्ने सबैभन्दा नजिकको 24 नै हुन्छ। 8 3 24 र 12 दुनी 24, 24 लिदिउँ ल, 24। अब 8 ले कतिचोटि गर्दा जान्छ? 24, 8 3 24 र 3 ले 3 लाई गर्दा 9, भनेपछि 3 × 3 गरौँ अथवा एकैचोटि 3 गर्दा पनि भयो। ठिक छ? त 24 र 8 3 24, 3 तिया 9 भयो। ठिक छ? प्लस 12 दुनी 24, 2 ले 7 लाई गुणा गर्दा 7 दुनी 14। ठिक छ? बराबर रे प्लस 4/x त हामीले जस्तोको त्यस्तै छोडेको छौँ नि त। ठिक छ? यतिसम्म बुझ्नुभयो? बुझ्नुभयो, पक्कै पनि बुझ्नुभयो होला। ओके, सो अब चाहिँ 9 र 14 लाई जोड्दा कति हुन्छ? 14 10 24 23 हुन्छ। 23/24 भयो। ठिक छ? प्लस 4/x छँदैछ हामीसँग र 1 जस्तोको त्यस्तै छ। और अब हेर्नुहोस् है, यहाँ नम्बरवाला छ, यहाँ एक्सवाला छ, यहाँ पनि नम्बरवाला छ, भनेपछि नम्बरवालालाई एक ठाउँ गरिदिँदा हुन्छ नि त, हैन? ठिक छ? त्यसैले 4/xलाई हामी जस्तोको त्यस्तै छोडिदिउँ र 1 यतापट्टि जस्तोको त्यस्तै छँदैछ। यतापट्टि यो प्लसवाला छ नि त, यो प्लसवाला छ नि त, इक्वल टु भन्दा उता जाँदा त माइनस हुन्छ, भनेपछि 1 - 23/24। ठिक छ? यति लेख्न त पाउँछु नि त। ठिक छ? सो ल, बुझिराख्नु भएको छैन भने चट्ट त्यहाँ म्यासेजमा चाहिँ लेखिहाल्नु होला है, बुझिराख्नु भएको छैन भने, किनभने अब डाइरेक्ट 2 वे कम्युनिकेसन छैन। ओके, सो 4/x जस्तोको त्यस्तै फेरि लेखिदिउँ हामी, इक्वल टु 24 एकाम 24 माइनस 23 जस्तोको त्यस्तै डिभाइडेड बाई 24 जस्तोको त्यस्तै। ठिक छ? ओके, 4/x बराबर 24बाट चाहिँ 23 घट्दा 1 भयो र अपन 24 भयो। ठिक छ? और अब क्रस मल्टिप्लाई। ठिक छ? यो x उतापट्टि जान्छ र यो 4 यतापट्टि आउँछ, भनेपछि यो x लाई यही छोडिदिउँ। 4 लाई चाहिँ 24 ले गुणा गर्दा कति हुन्छ? 24 चौको कितना हुन्छ? हेर्नुहोस् है, बुझिराख्नु भएको छ कि छैन मेरो मुटुहरूले? ओके, ल यतापट्टि 4 होस्, इन्टु यो 24 माथि गयो बराबर 1 गुणा x भयो। ठिक छ? और 24 × 4 गरिदिउँ, 24 × 4 गरिदिउँ, कति आयो? 96। 96 आइसकेपछि 1 × x ले x भइगयो, भनेपछि x को भ्यालु कति हुने रहेछ त? 96। ठिक छ? x को भ्यालु 96 हुने रहेछ। अब क्वेसनले के सोधेको छ? बुझिराख्नु भएको छ नि? ओके, x को भ्यालु चाहिँ 96 आइसकेपछि x को भ्यालु आउने रहेछ। फाइनली x को भ्यालु नि आउने रहेछ। सो आत्तिनु भएन, x को भ्यालु पनि आउँछ है, x को भ्यालु नि आउँछ, क्वेसन अनुसार आउँछ। तपाईले जिन्दगीलाई कस्तो क्वेसन सोधिराख्नु भएको छ त्यसरी नै तपाईको x को भ्यालु आउँछ। रियालिटी हिटिङ हार्ड। ओके, सो p र q ले क्रमशः 8 र 12 दिनमा गर्न सक्छ,
सँगै मिली काम गरेको 3 दिनपछि पीले काम छोड्छ र क्यूलाई बोलाइ 4 दिनमा काम सकिन्छ भनेपछि बाँकी काम आरले कति दिनमा सक्छ भनेपछि आरले 96 दिनमा सक्ने रहेछ। ओके, सो अब हामी नेक्स्ट क्वेसनमा जाम। नेक्स्ट क्वेसनमा जाम हामी। बुझ्नुभयो होला पक्कै पनि, यो क्वेसन 2080 मा सोधेको थियो। अब हामी ओल्ड इज गोल्ड प्र्याक्टिसको सेसनमा छौँ, ओल्ड क्वेसन प्र्याक्टिस गर्ने क्लासमा छौँ। यो चाहिँ प्र्याक्टिस सेसन हो, प्र्याक्टिस सेसन। अब हामी अर्को क्वेसनमा जाऊँ। अर्को क्वेसनले के भनेको छ, क्वेसन त सेम छ त अर्को त 36 ए र बीले कुनै काम 24 र 36 दिनमा गर्न सक्छ। दुवैजना मिलेर सुरु गरेको 9 दिनपछि यसले काम छोड्छ। बीले सीलाई बोलाइ 9 दिनमा पुरा गर्छ भनेपछि यो पनि बोलाएर काम गर्ने रहेछ भनेपछि 80 बराबरकै छ। त्यही क्वेसनलाई बरु दुईचोटि बनाउनु होला, प्र्याक्टिस राम्रो हुन्छ। अब हामी सुरु गर्छौँ चाहिँ दुईजना मिलेर काम सुरु गरेको 2000 चाहिँ 79 3 महिना 27 गते फोर्थको क्यासमा सोधेको, आरबिबीको फोर्थको क्यासमा सोधेको क्वेसन। ल ठिक छ, आरबिबी क्वेसन फेरि अर्को क्वेसन आयो। आरबिबीकै क्वेसन आयो फेरि 2079 327 ल 3 महिना 27 गते क्वेसन सोधेको क्वेसनमा हामी जाउँ। ओके, सो यो आइसकेपछि यो क्वेसन हामी लेखौँ। क्वेसन के रहेछ त, क्वेसन के रहेछ भन्दा राम र हरि दुवै मिलेर कुनै काम 20 दिनमा सम्पन्न गर्न सक्छ। राम र हरि दुवै मिलेर कुनै काम 20 र दुवैजना मिलेर 20 दिनमा सम्पन्न गर्ने रहेछ। राम र हरि दुवैजना मिलेर, लेख्नुहोस् है, राम र हरि मिलेर कुनै काम 20 दिनमा सक्छन्। दुवैजनाको काम 20 दिनमा सक्छन् रे। अब यदि हरिले 5 दिन गर्न सक्ने काम रामले 4 दिनमा गर्न सक्छ, यदि हरिले 5 दिनमा गर्न सक्ने काम गर्ने क्षमता अनुसार है, यदि हरिले 5 दिनमा 5 दिनमा गर्न सक्ने काम हरिले 5 दिनमा गर्न सक्ने काम रामले 4 दिनमा सक्छ। रामले 4 दिनमा सक्छ भने 4 दिनमा सक्छ भने उक्त काम एक्ला गर्नुपर्दा कति दिनमा सक्ला। उक्त काम एक्ला गर्नुपर्दा कति दिनमा सक्ला, कति दिनमा सकिएला। ओके, कति दिनमा सकिएला। ठिक छ, यो क्वेसन चाहिँ क्षमतावाला क्वेसन हो, एकदमै महत्त्वपूर्ण क्वेसन यो सोधेको छ 2079 सालमा। एउटा कुरो चाहिँ के तपाईँहरूलाई मैले फेरि जानकारी गराएँ कि प्रिभियस इयरको क्वेसन तपाईँले प्र्याक्टिस गर्नुभयो भने, तपाईँले एनालिसिस गर्नुभयो भने चाहिँ तपाईँ विश्लेषण गर्नुहोला। सबै क्वेसनको फ्लो 2 वर्ष 3 वर्ष सोधिरहेको छ, फेरि अर्को सिपमा सिफ्ट भएको छ, फेरि सोध्दै गइरहेको छ। त्यसैले मैले लेखाएको क्वेसनहरू सबै प्रिभियस इयरको क्वेसन हो। म पिवाइक्यू गर्दैछु, यो क्वेसन तपाईँले प्र्याक्टिस गरेरै जानु होला।